डबल टप अनि डबल बटम यो पिक्चरै नहेर्दा पनि हामीलाई झन्डै केही न केही आइडिया त पक्कै भएको थियो। हजुरलाई थोरै एडिसन जस्तो मात्रै पनि हुनेछ जस्तो लाग्छ। नर्मली अब हामी यो टपिकमा जानेकै छौँ, बेसी चलेको पनि अब पहिला एम प्याटर्न डब्लु प्याटर्न त्यस्तो भनेर पनि हामीले धेरै नै सुनेकै छौँ होला। आज थोरै हेरौँ है त यसलाई। डबल टप भनेको के हो त भन्दा दुईटा टप हुने रहेछ। डबल टप भनेको एउटा बियरिस रिभर्सल प्याटर्न हो। डबल टप कस्तो ठाउँमा देखिन्छ भन्दा टप हुनको लागि त पहिला एउटा र्याली दिएको हुन पर्यो। मार्केटले चाहिँ कुनै एउटा पहिला र्याली एउटा मुभ आउँछ र कुनै एउटा रेन्जमा गएर त्यहाँबाट फेरि करेक्सन सुरु हुन्छ भने कुनै रेन्ज मतलब रेजिस्टेन्स एरियातिर गएपछि करेक्सन आउन थाल्छ या पुलब्याक आउन थाल्छ र कुनै एउटा सपोर्ट हुन्छ प्रिभियस सपोर्टहरू त्यस्तोमा आएर फेरि पनि त्यहाँ बायर एक्टिभ हुन्छन् र फेरि नेक्स्टचोटि पनि सेम एरियाबाट रिजेक्सन खान्छ भने त्यसलाई चाहिँ हामीले डबल टप भन्छौँ। किन भन्दा दुईटा टप बनायो यहाँनिर, त्यही भएर सिम्पली डबल टप। यदि यो प्याटर्न चाहिँ कहिले भ्यालिड हुन्छ भन्दा जहिले यसले नेकलाइन चाहिँ ब्रेकडाउन गर्छ तहिले चाहिँ यो प्याटर्न भ्यालिड हुन्छ। अर्को हेरौँ डबल बटम, त्यस्तै दुईटा बटम, जस्तो डबल टप भयो त्यस्तै दुईटा बटम। डाउन ट्रेन हुन्छ, सुरुमा त यो एउटा बुलिस रिभर्सल प्याटर्न भयो आफ्टर अ डाउन ट्रेन। अगाडि डाउन ट्रेन चलिरहेको हुन्छ, मार्केट कन्टिन्यू लोवर लो बनाएर तल आइरहेको हुन्छ, त्यस्तो एरियामा आएर एउटा यस्तो सपोर्ट एरिया हुन्छ, स्ट्रङ सपोर्ट एरिया, त्यहाँबाट मार्केट चाहिँ बाउन्स ब्याक दिन्छ। र अब हामी डाउन ट्रेनमा भएकोले माथि माथि त रेजिस्टेन्सहरू धेरै नै भइरहेका हुन्छन्। त्यो रेजिस्टेन्स कुनै एउटा रेजिस्टेन्स जोनमा गएपछि सेलिङ आउन थाल्छ र फेरि नेक्स्ट त्यो एरियामा अगाडिको प्रिभियस बटम एरियामा सपोर्ट स्ट्रङ सपोर्ट भएको हुनाले त्यहाँ फेरि बायरहरू एक्टिभ हुन्छन् र एउटा र्याली सुरु हुन्छ जसले यो नेकलाइनलाई पनि ब्रेक गरेर माथि जान्छ। त्यसलाई चाहिँ हामी डबल बटम भन्छौँ। यसको कोर प्रिन्सिपल के हो त भन्दा मार्केट टेस्ट सेम लेभल ट्वाइस बट फेल्स। फेल्स कहाँ भयो? यहाँ भयो। अब यहाँ चाहिँ के हुन्छ त? फेल हुँदैन, सक्सेस हुन्छ। यसमा हेरौँ के छ भन्दा डबल टपमा के हुन्छ, अघि नै सेम कुरा नै छ। यो एउटा बियरिस रिभर्सल प्याटर्न भयो भनेदेखि डबल बटम एउटा बुलिस रिभर्सल प्याटर्न भयो। यसको साइकोलोजी के छ त भन्दाखेरि हामी अप ट्रेन्डमा थियौँ, टपको कुरा गरौँ है फर्स्टमा। हामी कुनै पनि एउटा अप ट्रेन्ड र्यालीमा थियौँ मार्केटमा। सुरुदेखि नै यहाँनिर इनिसियल बायरहरू थिए, बायरहरूले पुस गर्दै गर्दै मार्केटलाई माथि लिएर गए। एउटा कुनै रेजिस्टेन्स जोनमा गएपछि त्यहाँनिर सेलरहरू एक्टिभ भए। किन एक्टिभ भए भन्दा यहाँदेखि किनेका मान्छेलाई त पक्कै पनि प्रफिट भयो होला। त्यो एरियामा गएपछि यिनीहरूले प्रफिट बुक गर्न थाले र एउटा सेलिङ आयो, या सेलिङ या पुल ब्याक आयो। र यो बिचको जुन नेकलाइन भनेर देखाइएको छ यो एरियामा गएपछि पहिलाको सपोर्ट जस्तो एरिया हुन्छ, सपोर्ट एरिया हुन्छ। त्यो एरियामा आएपछि चाहिँ अब त मार्केट निकै झर्यो, अब यहाँ किन्यो भने त फेरि माथि गएर बेच्न सकिन्छ भनेर एउटा ग्रुप एक्टिभ हुने भयो बायर्सहरूको। र फेरि सेम यहाँनिर सेलरहरू, पहिलाका सेलरहरू पनि यही थिए। यदि यहाँनिर बेच्न छुटेका थिए भने यिनीहरूले पनि यहाँ सेल गर्ने भए र यता किन्नेलाई पनि प्रफिट हुने भयो। त्यसले गर्दा फेरि एउटा सेलिङ आउँछ र सेलिङ आउँदाखेरि चाहिँ यो पालि चाहिँ यो नेकलाइनलाई पनि ब्रेक गरेर तलै आउँछ। त्यस्तो भयो भनेदेखि हामीले डबल टप भनिन्छ। त्यसको चाहिँ साइकोलोजी या भनौँ या जे भनौँ यो डबल टप हुनको पछाडिको रिजन त्यस्तो हुन्छ। यहाँनिर के हुन्छ त भन्दा बायर्सहरूले चाहिँ ट्राई त गरेका थिए, किन्दै किन्दै नै गए, तर एउटा यो रेजिस्टेन्स एरियामा आएपछि चाहिँ त्यहाँनिर चाहिँ सेलरहरू सक्सेस भए, त्यहाँनिर डराए, बाइङ प्रेसर कम्ती हुँदै गयो र एउटा सेलिङ प्रेसर आएकोले गर्दा त्यो सेलिङ प्रेसरलाई यो बाइङ प्रेसरले थेक्न सकेन र त्यसपछि सेलिङ नै कन्टिन्यू हुन्छ। त्यस्तै डबल बटममा के हुन्छ भन्दा यो त डाउन ट्रेन छ, डाउन ट्रेनमा त कन्टिन्यू डाउन हुँदै आउने भयो। सेलरहरू नै बेच्नलाई एकदमै हाबी हुने भए, किन्ने मान्छे त्यहाँनिर हुने भएनन् र एउटा कुनै स्ट्रङ सपोर्ट जोनमा आइसकेपछि चाहिँ यो त सपोर्ट एरिया हो, हामीले त किन्नुपर्छ भन्ने इनिसियल बायरहरू आउँछन्। त्यो एरियामा बायरहरू आइसकेपछि बायरहरूको इन्ट्री भएपछि एउटा निश्चित एउटा र्याली आउँछ। त्यो र्याली आएपछि चाहिँ
बाहिर आज बढेको देखियो, भोलि फेरि अर्को पनि ए होइन यो त ब्रेकआउट हो भन्ने हुन्छ, कुनै प्याटर्न फर्म होला। त्यो गर्दै गर्दै बायर्सहरू एक्टिभ हुँदै गए र यो माथिको रेजिस्टेन्स एरियामा चाहिँ गएर त्यहाँनिर फेरि एक खालको सेलिङ देखिने भयो। यता कता कसैले बेच्न छोडेको थियो भने ए यो त रेजिस्टेन्स जोन हो, यहाँ त बेच्नुपर्छ भन्ने लाग्छ र त्यही एरियामा यदि सेलिङ प्रेसर हाबी भएपछि फेरि पनि मार्केट तल टेस्ट गर्न आउने भयो। यो त स्ट्रङ सपोर्ट जोन छ, यो जोनमा आएपछि यता किन्न छुटेकाले पनि इन्ट्री गर्ने भए, यो त सपोर्ट थियो भन्ने भए होइन। अब सर्ट टर्ममा यदि ट्रेड गर्नेहरूले पनि यता किन भने त यो रेजिस्टेन्ससम्म बेच्न पाइन्छ, त्यो हिसाबले इन्ट्री हुने भयो र मार्केटले चाहिँ यो बेलामा चाहिँ बाइङ प्रेसर आउँछ र मार्केटले एउटा नयाँ यात्रा सुरु हुन्छ। यो प्याटर्न पनि कहिले सक्सेस हुन्छ भन्दा यो बिचको नेक लाइन ब्रेक गरेर जान्छ। यस्तो एरियामा यदि यसले ब्रेक गर्यो भने त यहाँनिर अर्को पनि पार्ट अफ बायर्सहरू थपिने भए, किनकि यो त अब त ब्रेकआउट भयो, अब त माथि नै जान्छ मार्केट भन्ने हिसाबले यहाँनिर चाहिँ स्ट्रङ बाइङ प्रेसर देखिन्छ र मार्केट माथि नै जान्छ। यसले चाहिँ के भन्छ भन्दाखेरि सेलर्स पुश ट्वाइस, दुईचोटि त सेलरले तल झारे फेल, अब कन्फिडेन्स पनि रिटर्न भयो, यो झर्दा रिटर्न भयो र वापस अब यो फेरि यो एरियामा सपोर्ट एरियामा आएपछि फेरि कन्फिडेन्स चाहिँ गेन हुन्छ र एगेन बाइङ मुभमेन्ट आउँछ र मार्केटले चाहिँ यो डबल बटमलाई चाहिँ भ्यालिड गर्दै यहाँनिर ब्रेकआउट दिएर जान्छ। यसमा हेरौँ लेफ्ट पिक, यो फर्स्ट पिक चाहिँ फर्स्ट रेजिस्टेन्स टेस्ट गर्यो, यता कुनै एउटा एरियामा प्रिभियस रेजिस्टेन्स हुनपर्छ, या रेजिस्टेन्स नभए पनि एउटा सर्ट टर्म ट्रेडरलाई चाहिँ प्रफिट बुक गर्ने टाइम पनि भएको हुन्छ। यस्तो एरियामा रेजिस्टेन्स त पहिलाको हुन्छ, त्यही भएर नै यहाँ सेलिङ आउँछ। यता किनेका ब्रेकआउट देखेर या यता तलतिर किनेकालाई पनि राम्रै र्याली एउटा प्रफिट हुने भएकोले यहाँनिर सेलिङ आउँछ। त्यसपछि सानो पुल ब्याक आउँछ या करेक्सन हुन्छ भनौँ, त्यसपछि एउटा सपोर्ट एरियामा चाहिँ यसले नेक लाइन जस्तो बनाउँछ र अर्को राइट फेरि यहाँनिर किन बायर्स आए, यो सपोर्ट एरिया हो, अब हामीले किन्नुपर्छ भनेर फेरि बायर्सहरू एक्टिभ हुने भएकोले एउटा फेरि र्याली आउँछ। तर यो सेकेन्ड र्याली चाहिँ फेरि पनि यहाँबाट रिजेक्सन खाएपछि यसले यो नेक लाइन पनि ब्रेक गरेर तलतिर जान्छ र यो प्याटर्न चाहिँ यसले भ्यालिड गर्छ। कहिले भन्दा यो नेक लाइन ब्रेक गरेपछि यो चाहिँ हाम्रो डबल टपै प्याटर्न भयो। अब यो चाहिँ जति यसको डेप्थ छ त्यति नै तल जान्छ है भनेर हामीले एक्सपेक्ट गर्न सक्छौँ। अब यसमा हेरौँ डबल टप फेरि नै भएछ, सेमी या डबल बटमको हेरौँ, यहाँ थोरै मिस्टेक भयो जस्तो छ। डबल बटममा पनि के हुन्छ, सेमै कुरा हो, अघि पनि भनि नै सकेको थिएँ। यहाँनिर डाउन ट्रेन्ड नै थियो, एउटा कुनै एरियामा सपोर्ट स्ट्रङ सपोर्ट एरियामा चाहिँ बायर्सहरू एक्टिभ हुन्छन्, टेम्पोररी फेरि जान्छ, पुल ब्याक ट्राई त गर्छ, टेम्पोररी अगाडिको रेजिस्टेन्समा फेस गर्छ, रेजिस्टेन्स ब्रेक गर्न नसकेपछि बाइङ प्रेसर त्यो लेभलको नपुगेपछि फेरि यसले करेक्सन खान्छ र सेम लेभलमा आएर अब यता किन्न छुटेकाहरूले पनि फेरि इन्ट्री गर्ने भएकोले यहाँनिर फेरि बाइङ प्रेसर आउँछ र त्यसपछि चाहिँ एक खालको बाइङ प्रेसर कन्टिन्यू भएपछि यो एरिया पनि ब्रेक गरेर जान्छ र यो प्याटर्न भ्यालिड हुन्छ। यहाँ हेरौँ इन्ट्री स्टप लस टार्गेट कसरी लिने त भन्दा, इन्ट्री चाहिँ हामीले कहिले लिन्छौँ, यो डबल टप हाम्रो यस बेलामा इन्ट्री त नभनौँ, यो सर्ट सेलको कुरा भयो। यो प्याटर्नको यो नेक लाइन जहिले ब्रेक गर्छ त्यति बेला चाहिँ हामीले इन्ट्री गरेर स्टप लस त्यसको टपमा राखिन्छ र टार्गेट यसको डेप्थ जति हुन्छ, ल यता गयो है, फेरि हेरौँ, यसको डेप्थ जति हुन्छ त्यति नै यसको टार्गेट लिएर जान सकिन्छ। तर यो हाम्रो मार्केटमा छैन, यो सर्ट सेलको कुरा। हाम्रो मार्केटमा भनेको डबल बटम छ, इन्ट्री यहाँनिर एक्जिट चाहिँ हामीले एक्जिटको लागि हेर्छौँ, हामीले यस्तो एरियामा इन्ट्रीको लागि हेर्छौँ। अब यस्तो डबल बटम यदि हामीले चाहिँ अगाडि टपमा यहाँ कतै लिएको छौँ भनेदेखि चाहिँ हामीले यो नेक लाइनको एरियामा चाहिँ यो प्याटर्न भ्यालिड भयो, अब हामी सेल गरेर निस्किनुपर्छ भनेर हामीले यतातिर चाहिँ सेल हेर्छौँ, सेलको लागि हेर्छौँ। प्री भोल्युम कन्फर्मेसन, भोल्युम त हजुरहरू सबैलाई थाहा छँदैछ, हामी प्राइससँगै भोल्युम पनि हेर्ने गर्छौँ। ब्रेकआउटमा यदि भोल्युम हाई छ भनेदेखि त्यसले चाहिँ प्याटर्नलाई चाहिँ भ्यालिडेसन गर्छ। डाइभर्जेन्सहरू पनि हेर्नुपर्छ, यस्तो बेलामा आरएसआई एमएससिडीहरूमा डाइभर्जेन्स देखिन सकिन्छ।
फर्स्ट कुरा त यो र फर्स्ट र्यालीमा भोल्युम हाई हुन्छ, करेक्सनमा पनि करेक्सन हुँदा लो हुँदै आउँछ। जब सेकेन्ड र्याली यसले लिएर जान्छ त्यसमा चाहिँ यो अगाडिको टप बनाउँदाखेरिको भन्दा यो बेला भोल्युम कम्ती हुन्छ, त्यसले गर्दा हामीले स्ट्रेन्थ गुमाउँछौँ कि भन्ने हामीलाई पहिल्यै इन्डिकेसन दिएको हुन्छ। यो अगाडिको टपको सेकेन्ड टप बनिँदाखेरि र त्यसपछि फेरि करेक्सन आउँछ र यो करेक्सनमा यदि भोल्युम धेरै नै आयो भनेदेखि यसले ब्रेकडाउन गरेर तलतिर आउँछ। सेम चाहिँ हाम्रो डबल बटममा पनि लागू हुन्छ। हामीले यस्तो डबल बटम प्याटर्न भयो भनेदेखि यस्तोको यो नेकलाइनको ब्रेकआउटमा हामीले इन्ट्री गर्न सकिन्छ। स्टप लस तल राखिन्छ, टार्गेट पनि यसको डेप्थ जति छ त्यति नै टार्गेट लिएर हामी ट्रेडमा जान सकिन्छ। अब यो प्याटर्नमा हामीले गर्ने गल्तीहरू के छन् त भन्दा, कमन मिस्टेकहरू के छन् भन्दा, ट्रेडिङ विदाउट कन्फर्मेसन। अब हामी यतातिर आउँदै गर्दाखेरि यो डबल बटम भयो, हामी इन्ट्री गर्नुपर्छ भनेर इन्ट्री गरियो भने त यहाँनिर फेरि ट्रिपल बटम बन्नलाई फेरि आउन पनि सक्छ। त्यसले गर्दा हामीले अर्ली इन्ट्री चाहिँ गरिहाल्नु हुँदैन, प्याटर्न पुरा भ्यालिड भएर ब्रेकआउट गरेपछि मात्रै इन्ट्री गर्नुपर्छ। त्यस्तै इन्टरिङ टु अर्ली अन सेकेन्ड टप बटम सेम नै कुरा भइहाल्यो। कन्फर्मेसन बिना पनि हामीले इन्ट्री गर्नु भएन। इग्नोरिङ भोल्युम अर फेक ब्रेकआउट, यस्तो प्याटर्नहरूमा प्राय प्याटर्नको ब्रेकआउट फेक हुन्छ भनिन्छ होइन। सबै कुरालाई चाहिँ अब्जर्भ गरेर सही ठाउँमा इन्ट्री र एक्जिट गर्न एकदमै आवश्यक हुन्छ। अब यो प्याटर्न देख्ने बित्तिकै हामीले अब यतिकै नै रेन्डमली डबल टप बनिन आँटो भनेर हाम्रो हुन्छ नि एउटा हाइपोथेटिक तरिकाले चाहिँ जानु चाहिँ भएन, कन्फर्मेसनको पार्टहरू हेर्नुपर्ने हुन्छ। टिप्स के दिन, टिप्स चाहिँ यहाँ सरले राख्नुभएको रहेछ। अलवेज वेट फर स्ट्रक्चर एन्ड ब्रेकआउट। स्ट्रक्चर कस्तो बनिँदैछ त्यसलाई याद गर्नु पर्यो र ब्रेकआउटमा मात्र इन्ट्री गर्नु पर्यो, अगाडि नै इन्ट्री गर्न थाल्नु भएन। अब यहाँ चार्टमा हेरौँ, यो मेन्जियम हाइड्रो पावरको चार्ट रहेको छ। यसमा चाहिँ एउटा डाउन ट्रेन्ड छ, डाउन प्राइस कन्टिन्यू लोअर लो बनाउँदै आइरहेको छ। यहाँनिर सपोर्ट एरियातिर आएपछि प्राइस बाउन्स ब्याक हुन्छ, एउटा रेजिस्टेन्सको एरियामा, अगाडिको पिकको एरियामा, यता कताको रेजिस्टेन्सको एरियामा गएपछि यसले रिजेक्सन खान्छ र सेम एरिया त नबनाउँ, अलिकति माथिबाटै चाहिँ यसमा एउटा र्याली सुरु भएको छ। र यो डबल टप डबल प्याटर्नको कुरामा यदि लोअर लो भन्दा हायर लोबाट चाहिँ स्टार्ट भयो भने त्यो चाहिँ भ्यालिड हुन्छ, त्यो चाहिँ ब्रेकआउट दिने चान्सेस हुन्छ भनिन्छ। त्यस्तै डबल टप प्याटर्नमा अगाडिको टप भन्दा सेकेन्ड टप तलपट्टि छ भने त्यसले पनि स्ट्रङ रोल खेल्छ भन्ने गरिन्छ। त्यस्तै अर्को अब यस्तोमा इन्ट्री एक्जिटको पनि हेरिहालौँ। यसको ब्रेकआउटमा हामी इन्ट्री गर्छौँ, भोल्युम सहितको भोल्युम पनि आएको छ, भोल्युमले हामीलाई कन्फर्मेसन दियो, प्याटर्न पनि पुरै भ्यालिड भएर ब्रेकआउट दियो। यस्तो एरियामा इन्ट्री गर्छौँ, स्टप लस तर राख्छौँ र टार्गेट चाहिँ यसको डेप्थ जति छ त्यति नै टार्गेट लिएर जान्छौँ र यसले चाहिँ यो प्याटर्नले यहाँनिर एउटा निश्चित हाम्रो टार्गेट पनि पुग्ने गरेको दिएको छ है। ट्रेड चाहिँ सक्सेस भएछ। अब अर्को हेरौँ, यो अरुण काबेलीको चार्ट रहेको छ। यसमा चाहिँ डबल टप प्याटर्न फर्म भएको छ। एउटा फर्स्टमा टप बनायो, त्यसपछि करेक्सन आयो या पुल ब्याक आयो, त्यसपछि अर्को टप बनायो र टप बनाउँदाखेरि भोल्युम पनि धेरै छ, घट्न त घट्दैछ तर पनि बाइङ भन्दा सेलिङ धेरै छ र यसमा यहाँ यो एरियामा आएपछि प्याटर्नले ब्रेकडाउन दिएको छ। क्लियर कट यसमा ब्रेकडाउन गरेछ, यहाँनिर पनि ब्रेकडाउन गर्ने बित्तिकै तल त गएको छैन, यो ब्रेकडाउन गर्दाको भोल्युम धेरै छ, तल गएन, एकचोटि रिटेस्ट गरे जस्तो थोरै टेस्ट गरेर फेरि तलतिरै आएको छ मार्केट। अब यस्तो एरियामा चाहिँ हाम्रो मार्केटमा सर्ट सेल नभएकोले हामी आफ्नो पोजिसनलाई चाहिँ क्लियर गर्नतिर हेर्छौँ। त्यस्तै छ ट्रिपल टप ट्रिपल बटम। अघि दुईटा टप बनिएको थियो, अहिले तीनटा टप बनिएको छ। सेम सबै कुरा सेम नै हो, यसमा त्यति धेरै फरक छैन, सिर्फ यसमा तीनटा टप छ। बेरिस, यो पनि एउटा बेरिस रिभर्सल प्याटर्न भयो विथ 3 पिक्स। ट्रिपल बटम पनि सेम बुलिस रिभर्सल प्याटर्न विथ 3 इनिसियल आइडेन्टिकल लोज। तीनटा लो बनाएको छ, त्यसपछि चाहिँ यसले प्याटर्नलाई ब्रेकआउट गरेको छ। अब डबल टपमा डबल बटममा दुईटा बटम हुन्थ्यो, यहाँनिर स्ट्रेन्थ पुगेन, फेरि पनि रिटेस्ट गर्न आयो र त्यसपछि बाइङ प्रेसर धेरै नै आएपछि ब्रेकआउट दिएको छ।
यसको कोर प्रिन्सिपल के हो भन्दाखेरि मार्केट टेस्ट सेम लेभल थ्राइस बट फेल्स, तीन चोटि चाहिँ टेस्ट गरो यो एरियामा, रेजिस्टेन्सको एरियामा, टपमा हामी ट्रिपल टपको कुरा गर्दैछौँ। त्यस्तै बटममा पनि 3 चोटि टेस्ट गर्छ, तर यसमा चाहिँ ब्रेकआउट दिन्छ, माथिकोमा फेल हुन्छ। ट्रिपल टप बायर्स ट्राई अगेन, फेल्स, फियर किक्स इन, सेलर्स टेक कन्ट्रोल। सेम नै कुरा छ, अघिकै कुरा हो, मात्र फरक 3टा टप बनिने भयो, यसमा मात्र 3टा बटम बनिने भयो। यसमा हेरौँ, फर्स्ट रेजिस्टेन्स टेस्ट गरो, त्यसपछि एउटा पुल ब्याक आयो सपोर्ट एरियामा, र त्यसपछि सेकेन्ड पिक बनायो तर पनि सक्सेस हुन सकेन। फेरि पनि टेस्ट गर्नलाई सेम सपोर्ट एरिया, सेम नेक लाइन एरियामा आयो, र थर्ड टाइम फेरि एटेम्प गरो, ब्रेकआउट गर्न सकेन, फेरि पनि झरेको छ। र त्यसपछि चाहिँ यसले यो थर्ड चोटि आउँदा चाहिँ यसले यो सपोर्टै ब्रेक गरिदियो, माथि रेजिस्टेन्स ब्रेक गर्छ कि भनेर हामी हेरिरहेका थियौँ। रेजिस्टेन्स ब्रेक गर्न त सकेन, तर थर्ड टाइम चाहिँ यसले सपोर्टै ब्रेक गरिदियो भनेको यसमा चाहिँ अब सेलिङ प्रेसर एकदमै हाबी भयो र मार्केटले सपोर्टमा सस्टेन हुन सकेन, तलतिरै आयो। त्यस्तै ट्रिपल बटममा हेरौँ, फर्स्ट इनिसियल सपोर्टमा सपोर्ट लिएर फर्स्ट पिक चाहिँ यो इनिसियल फेजमा आएर एउटा सपोर्ट एरियामा सपोर्ट लिएर गएको छ, त्यसपछि एउटा टेम्पोररी रेजिस्टेन्समा रेजिस्टेन्स फेस गर्यो, ब्रेक गर्न सकेन, फेरि पनि सेम सपोर्ट एरियामा आयो र प्रिभियस सपोर्टलाई रेस्पेक्ट गरेर अगाडि फेरि रेजिस्टेन्समा फेरि रेजिस्टेन्स फेस गर्यो। किन भन्दाखेरि यहाँनिर स्ट्रेन्थ पुगेन, बायरहरू त्यति धेरै स्ट्रङ भइसकेका थिएनन्। फेरि थर्ड चोटि पनि सेम एरियामा आयो। अब यता किन्न छुट्नेले फेरि यो त अगाडिको सपोर्ट एरिया हो, यहाँबाट त फर्केको थियो भनेर हामी फेरि इन्ट्री गर्ने भयौँ। त्यसपछि बाइङ प्रेसर हाबी हुन्छ, त्यसपछि चाहिँ यसले यो नेक लाइन चाहिँ ब्रेक गर्छ र प्याटर्न भ्यालिड गर्छ। यसको पनि सेमै कुरा छ, इन्ट्री, स्टप लस, टार्गेट पनि हेरौँ। आइडेन्टिफाई ट्रेन्ड, ट्रिपल टप अप ट्रेन्ड, ट्रिपल बटम डाउन ट्रेन्ड, यो त हजुरहरू क्लियरै हुनुहुन्छ। टप भन्ने बित्तिकै हामी अप ट्रेन्डमा हेर्छौँ, बटम भन्ने बित्तिकै हामी डाउन ट्रेन्डमा हेर्छौँ। कन्फर्म 3 पिक्स अर 3 थ्रुज, मार्क नेकलाइन। यस्तो केसमा चाहिँ अब नेकलाइन कहाँ बनिएको छ त? नेकलाइन भने पनि सपोर्ट भने पनि सेमै कुरा हो, तर यो प्याटर्नमा नेकलाइन भनिन्छ। यस्तो अगाडिको चोटि जहाँ चाहिँ प्राइस आएर फर्केको थियो त्यस्तो एरियालाई हामीले नेकलाइन भन्छौँ, त्यसलाई चाहिँ मार्क गरेर बस्नु पर्यो। इन्ट्री अन ब्रेकआउट विथ भोल्युम कन्फर्मेसन, हाम्रो अघिकै जस्तो सेम कुरा छ। हामी जब भोल्युम आउँछ ब्रेकआउटमा हामी त्यस्तो प्याटर्नमा इन्ट्री गर्छौँ। सेट स्टप लस एभव बिलो लास्ट स्विङ, यसको पनि सेमै कुरा छ। हामीले यस्तो ब्रेक डाउन हुँदाखेरि हाम्रो मार्केटमा इन्ट्री गर्ने सर्ट सेलको सुविधा छैन, त्यही भएर हामी चाहिँ यहाँनिर सेलको लागि हेर्छौँ। यतै कतै किनिएको थियो भने पनि अब यहाँदेखि चाहिँ हामीले सेल गर्नुपर्छ, यो मार्केट तलै जान्छ, ब्रेकआउट दिन सकेन भनेर हामी यस्तो एरियामा एक्जिट गर्छौँ। सेम कुरा ट्रिपल बटममा पनि छ। यस्तो नेकलाइनको एरिया ब्रेक गएर हामीले कन्फर्म गरिसक्यौँ, 3टा पिक बन्यो, 3टा बटम बन्यो। यस्तो एरिया चाहिँ ट्रिपल बटम बनेको फर्म भयो भन्ने हामीले देख्यौँ, र त्यसपछि यसको नेकलाइनमा चाहिँ हामी इन्ट्री गर्छौँ र टार्गेट यसको डेप्थ जति छ त्यतिलाई नै लिएर जान्छौँ। यसमा हेरौँ, रिस्क म्यानेजमेन्टको कुरा एकदमै नबिर्सिनुपर्ने कुरा। अलवेज वेट फर ब्रेकआउट कन्फर्मेसन, ब्रेकआउट हेर्नै पर्यो, क्लियर कट ब्रेकआउट हुनै पर्यो। नेभर एन्टिसिपेट प्याटर्न बिफोर इट्स कम्प्लिट्स, हामी हतार गर्छौँ नि त किन्नलाई, बा छुटिहालिन्छ कि भनेर, त्यो चाहिँ गर्नु भएन। युज भोल्युम एज कन्फर्मेसन, कहिले पनि भोल्युमलाई चाहिँ हेर्न बिर्सिनु भएन। प्याटर्न ब्रेक गर्दा भोल्युम आएको छ कि छैन, यदि भोल्युम छैन भनेदेखि त्यसमा केही कुछ कमी छ या यो ब्रेकआउट फेक हो कि भन्न सकियो, डाउट गर्ने ठाउँ हुन्छ। त्यस्तै किप 1:2 अर 1:3 रिस्क रिवार्ड रेसियो, किन्दाखेरि अब हामीले लस गर्ने र विन गर्ने बराबर भयो भने त के किन्ने है? कम्तीमा हामीले 5 रुपियाँ गुमाउँदा 15 रुपियाँ कमाउने त हुन पर्यो, त्यस्तो खालको ट्रेड हुन पर्यो आइडियल चाहिँ। अझ होइन अब ठिकै छ, म 5 को 10 मात्रै, 5 गुमाउँछु 10 कमाउँछु भन्ने छ भने त्यो पनि ठिकै छ, त्यो चाहिँ आफ्नो स्ट्राटेजीमा पर्यो। अब यो प्याटर्नमा पनि कमन मिस्टेक के गरिन्छ अरे भन्दा इन्टरिङ टु अर्ली, हामी हतार गरेर छिटै इन्ट्री गर्छौँ। इग्नोरिङ फल्स ब्रेकआउट,
ब्रेकआउट चाहिँ फल्स हुन पनि सक्छ भन्ने हामी बिर्सिहाल्छौँ। अनि हतार गरेर इन्ट्री गर्छौँ, भोल्युमको कन्फर्मेसन लिँदैनौँ, अरू अरू सेटअपहरूबाट पनि हामीले कन्फर्मेसन हेर्दैनौँ, हतार हुन्छ हामीलाई किन्नलाई अनि पछुताउँछौँ। फर्गेटिङ स्टप लस, यो त झन् हामीले छोड्नै नहुने कुरा, स्टप लस त सधैँभरि लिएरै हिँड्नुपर्छ। अनि मिस आइडेन्टिफाइङ डबल टप या बटम एज ट्रिपल, सेम गर्छौँ हामी डबल टप र बटममा या ट्रिपल टप र बटममा पनि हामीले क्लियरली आइडेन्टिफाई गर्दैनौँ। अब जोन मर्फीको बुकमा त अझ के भन्नुभएको छ भने उहाँले यस्तो एरियामा चाहिँ यदि ब्रेकआउट फेक पनि हुनसक्छ भनेर चाहिँ हामीले 1 देखि 3% चाहिँ हामीले होल्ड नै गर्नु भनिन्छ, या 1 विकको क्यान्डललाई चाहिँ होल्ड गर्नुपर्छ भनेर उहाँले आफ्नो बुकमा भन्नुभएको छ। ब्रेकआउटहरू प्राय फेक हुन्छ नि त, या ट्र्याप हुन्छ भनौँ, फेकै पनि नभनौँ। त्यस्तोबाट बच्नको लागि चाहिँ उहाँको त्यो रुल थियो। हजुरहरूले कतिको पढ्नुभयो, उहाँको बुक पनि हेर्नुभयो भने धेरै नै आइडिया हुनेछ। त्यस्तै यहाँ पनि हेरौँ, इक्जाम्पल हेरौँ। अरुण काबेलीको छ, 3टा बटम बनाएछ र यसको ब्रेकआउटमा भोल्युम पनि छ, हेर्न सकिन्छ। यहाँ तलतिर आउँदै गर्दा भोल्युम एकदमै ड्राई अप छ, जहाँ बाइङ आउन थालेको छ भोल्युम आउन थालेको छ, ब्रेकआउटमा भोल्युम पनि छ र यसले चाहिँ टार्गेट चाहिँ एचिभ गरेको छ। त्यस्तै यहाँ हेरौँ, ट्रिपल टप सेम छ, फलमा चाहिँ एकदमै भोल्युम आएको छ, यहाँनिर भोल्युम देख्न सकिन्छ यो ग्रिन क्यान्डल पछि। बाइङ प्रेसर भन्दा सेलिङ प्रेसर, सेलिङमा चाहिँ अलिक धेरै नै भोल्युम छ। हुन त यहाँ बिचमा एउटा भोल्युम त आएको छ, तर यो एक्ज्याक्ट राम्रो भोल्युम नभए पनि यहाँनिर ब्रेकडाउन गर्दाखेरिको भोल्युम हाई भोल्युम जस्तो नदेखिए पनि यसले चाहिँ यहाँनिर क्यान्डलहरू पनि ठुल्ठुलो बनाएर यसलाई ब्रेकआउट गरेको छ। रिटेस्ट त गर्न गयो तर सक्सेस हुन सकेन, फेरि तलतिरै आएको छ। यो ठ्याक्कै यसको कर्सर नहुने भएकोले यो यही नै हो जस्तो लाग्छ मलाई। भोल्युमले कन्फर्मेसन गरेको चाहिँ छैन, तर पनि यसले चाहिँ यो प्याटर्न चाहिँ भ्यालिड भएको छ। अब हजुरहरूलाई केही क्वेसन्सहरू क्वेरिजहरू रहेको छ भने राख्नु होला।